हेलो गाइज, सबैलाई नमस्ते अनि ह्याप्पी नारी दिवस। आज म के भन्न आइरहेको छ भने आज नारी दिवसको दिन, इन्टरनेसनल नारी दिवसको दिन। हामी नारीहरूको सम्मान, आफ्नो शक्ति देखाउने दिन है। त्यसको बारेमा म केही भन्न आइरहेको छु। धेरै समय पहिला मानिसहरूले समाज बनाउँदै गर्दा महिला र पुरुष दुवैको भूमिका महत्त्वपूर्ण थियो। संस्कृत भाषामा महिलालाई जनाउन प्रयोग भएको शब्द नारी हो भने यो शब्द संस्कृतको नरबाट विकसित भएको मानिन्छ। नर भन्नाले मानिस वा पुरुष जनाउँछ भने नारी भन्नाले महिला वा स्त्रीलाई जनाउँछ। समयसँगै यही शब्द नेपाली, हिन्दी लगायत धेरै भाषामा प्रयोग हुन थाल्यो। त्यसले नारी शब्दले केवल महिला मात्र होइन, ममता, सहनशीलता, शक्ति र सृजनाको प्रतीक पनि जनाउँछ। समय बित्दै जाँदा महिलाले समाजमा धेरै योगदान दिए पनि उनीहरूले समान अधिकार पाउन कठिनाइ भोग्नु परेको थियो र अहिले पनि कति नारीहरूलाई त्यस्तै भइरहेका छन्। त्यसैले महिलाहरूको अधिकारका लागि आवाज उठाउन थाल्यो र यही आन्दोलनको परिणामस्वरूप सन् 1910मा डेनमार्कको कोपनहेगन सहरमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा महिलाहरूको अधिकारको सम्मान गर्न एक विशेष दिन मनाउने प्रस्ताव राखे। त्यसपछि सन् 1911मा विभिन्न देशहरूमा महिलाहरूको सम्मान र अधिकारको लागि यो दिवस मनाउन थाल्यो। पछि युनाइटेड नेसनले सन् 1975देखि आधिकारिक रूपमा इन्टरनेसनल महिला दिवस मनाउन सुरु गर्यो। त्यसपछि हरेक वर्ष मार्च 8मा विश्वभर नारी दिवस मनाइन्छ। आज नारी दिवस केवल एउटा पर्व मात्र होइन, यो नारीको सम्मान, समानता र अधिकारको प्रतीक बनेको छ। आमा, दिदी, बहिनी, श्रीमान, श्रीमती सबै नारी समाजको आधार हुन्। नारी बिना संसार नै अधुरो हुन्छ। त्यसैले हरेक वर्ष मार्च 8 आउँदा हामी सबैले एउटै सन्देश सम्झाउँछौँ, नारी समान होइन, नारी समान अधिकारको बाटो बनाऊ। त्यसैले हरेक नारीलाई खोज्नु, बेच्नु र नारीले कुनै पनि काम गर्न सक्दैन त नारी होस्, कहीँ पनि जान सक्दैनस्, तैँले पुरुष सरह काम गर्न सक्दैनस् भन्ने अझै पनि हाम्रा पुरुष भनाउँदाको दिमागमा अझै कयौँ पुरुषहरूले हामीलाई त्यसरी नै हेप्ने चेप्ने काम गरिरहेका हुन्छन्। तर नारीले देशलाई कहाँदेखि कहाँसम्म पुर्याउँछ भन्ने कुरा कसलाई के थाहा हुन्छ र? सोच्नुहोस्, आज एउटा नारीले यति ठुलो महान काम गरिरहनु भएको छ कि ती आमालाई सम्झँदाखेरि मलाई के आउँछ भने म पनि तिनै आमा जस्तै बन्न सकोस्। हरेकचोटि के गर्छु, म भगवान्सँग प्रे गर्छु। केवल हुन्छन् सतुराहरू, अगाडि ठिक्क बार्छन् र पछाडिपट्टि के गर्छन्, छुरा हाने सतुराहरू हुन्छन् र त्यसको अगाडि मलाई शिर झुकाउनु छैन। हो, आफूले गल्ती गरेको छ भने आफूले शिर झुकाउनु पनि ठिक हुन्छ। कुनै पनि पुरुषसँग हामी हस् हजुर भनेर हिँड्ने बाटोबाट हामी राख्न चाहन्नौँ, किनकि हामी पनि सक्षम छौँ, हामीले नै गर्न सक्छौँ भन्ने देखाउनुपर्छ र अठोट पनि हुनुपर्छ। अहिले पनि कति ठाउँमा छुट्याउने गर्छ, महिलाको यतिकोटा, पुरुषलाई यति भनेर यसरी छुट्याइरहेका हुन्छन्। अनि पुरुषले गर्ने काम महिलाले गर्न सक्दैन भन्छन्। तर यति धेरै दुःख लाग्छ नि त्यो बेलामा। म त सहनै सक्दिनँ यस्तो कुराहरू, किन भन्दा मैले सानैदेखि यस्ता कुराहरूसँग म जुझ्दै आएको हो र अहिले पनि म जुधिरहेको छु। त्यही भएर कसैले पनि नारीलाई फलानाले गर्न सक्दैन भन्ने आयो भने नि म त्यसको प्रतिकार गर्छु र त्यो मान्छे मलाई मन पनि पर्दैन। हरेकचोटि मलाई मनै पर्दैन। साँच्चै हो, कुनै पनि पुरुषले महिलालाई हेपेको चेपेको म देख्न नै सक्दिनँ र देख्न पनि नपरोस्। त्यही भएर हामी महिलालाई चाहिँ के हो भन्दा जहिले पनि आफै गर्नुपर्छ आफ्नो काम र हामीले पनि किन सक्दैन पुरुष सरह काम गर्नलाई भन्ने दिमागमा लिनुपर्छ, सोच्नुपर्छ र कुनै पनि गाह्रो काम आयो भने ए भगवान् हामीले सक्दैन कि भनेर दिमागमा कहिले पनि नलिनु। आजको दिनदेखि सबै नारीहरूलाई मैले त्यही
बाचा गर्छु हरेक नारीहरूले घरमा एउटा गृहिणीको रूपमा मात्रै काम नगर्नुहोस्। किन भन्दा हामीले पनि आफ्नो खुट्टामा आफै उभियो भने कुनै पनि पुरुषले हामीलाई हेप्न सक्दैन, चेप्न सक्दैन। हो भलाइ हामीलाई गाह्रो हुन्छ, नयाँ काम गर्दाखेरि 1-2 दिन या 1 हप्ता नै हामीलाई गाह्रो हुन्छ। त्यो मैले पनि भोगेको कुरा हो। मैले जुन अहिले मेरो उसमा मैले काम गर्छु त्यसमा म पहिला 2-3 हप्ता म रोएर काम सिकेर मात्र नै मैले काम गर्न सुरु गरेको हो। त्यो मलाई थाहा छ कति दुःख हुन्छ, कति पीडा हुन्छ र सिक्दाखेरि कति दिन रुनुपर्छ अनि मतलब कति दिन त्यसको सङ्घर्ष गर्नुपर्छ। अनि ए भगवान् किन हामीलाई यसरी हेपेको होला भन्ने सोच्नुपर्छ। मैले पनि कति धेरै सोचेको थिएँ त्यो बेलामा। जुन म चाहिँ जुन पेसामा भए पनि अर्कोमा मैले जुन आफ्नो ट्रेड नै चेन्ज गर्दाखेरि चेन्ज गर्नुपर्दा आफ्नो ट्रेडको काम गर्नु नपर्दा अर्को काम गर्दाखेरि म समथिङ 2-3 हप्ता म रोकै थिएँ कि रोएर मैले बल्ल बल्ल काम सिकेँ। काम सिक्दाखेरि पनि मैले धेरै सङ्घर्ष गर्नु पर्यो। जुन काम गर्नुपर्दा धेरै सङ्घर्ष जुन त्यो क्षण आउँछ नि त्यो दिमागमा क्षण बस्छ नि मान्छेले यो गर्दै त्यो गर्दै यो सिकाइदियो त्यो सिकाइदियो त्यस्तो नेभर क्या। आफूले गर्न सक्छ भने आफूले गर्ने एउटा मनमा के भन्छ तृष्णा हुनुपर्छ। म काम गर्छु गर्नै पर्छ। मैले अरूले सिक्दाखेरि मैले किन सिक्न सक्दैन भन्ने कुरा चाहिँ हामीले दिमागमा लिनुपर्ने रहेछ। मैले त्यो भएर त्यो सिकेको छु। यानि कि म यहाँबाट अर्को ठाउँमा जाँदाखेरि पनि मलाई एउटा लेडिज भनेर धेरैले हेप्ने गर्थे। भनेको मतलब मसँग काम गर्ने एउटा जेन्ट्स थियो। त्यो जेन्ट्सले लेडिज हो यसले सक्दैन नै भनेको थिएँ मेरो बसलाई। तर के हो त मैले त्यसलाई प्रमाणित गरेर देखाएँ। जुन कि मैले नेपालको भने यस्तो हुँदो रहेछ है भनेर पनि एउटा जे होस् नेपाललाई चाहिँ जे भए पनि नेपालबाट आएको मान्छे चाहिँ यस्तो हुँदो रहेछ भनेर मैले देखाउने एउटा मौका पनि पाएको थिएँ। म धेरै खुसी थिएँ। र मेरो आफ्नो बसले के गरे मलाई कङ्ग्रेचुलेसन दिँदा म यति धेरै खुसी भएको थियो। अहिले त्यो मैले धेरै क्षणहरू सम्झिरहेको हुन्छु क्या। इभन कुनै पनि काम गर्न नसक्ने भन्ने कुनै पनि होइन रहेछ। र आजको नारी दिवसको दिन म भन्न चाहन्छु हरेक नारीहरूलाई कुनै पनि पुरुषको भर लिएर बस्दैन। हामीले साना कामलाई कहिल्यै पनि हामीले साना सम्झिनु। आफू जुनसुकै ठाउँमा पुगोस् जुनसुकै पोस्टमा पुगोस् र आफ्नो धरातल के हो भनेर हामीले सम्झिनु पर्ने छ र सम्झिनु नै पर्छ। र म अहिले पनि के गर्छु भने कुनै पनि पुरुषले आफूलाई हेप्न खोज्छ चेप्न खोज्छन् घरसौरी हुन्छ नि अब यस्तो यो लेडिजले के गर्न सक्छ र यस्तो कुरा आउँछ नि तब मेरो दिमाग तात्छ। र के हुन्छ त मैले त्यसको प्रतिकार पनि गरिरहेको छु। अब मेरो धेर पनि छैन सायद अब मेरो सक्न लागेको छ। मेरो जे होस् अब जागिरको अवधि सक्न लागेको छ। त्यति अवधिभर पनि जुनसुकैले पनि गर्छ भने जुनै पनि आफूभन्दा ठुलो होस् या सानो जसले पनि आफ्नो नारीहरूलाई जुन नारीहरूलाई चाहिँ लेडिजले चाहिँ लेडिज यस्तो उस्तो भनेर हेप्छ नि त्यसको चाहिँ म हरेकचोटि प्रतिकार गर्ने नै छु गर्छु नै। आज नारी दिवसको दिनदेखि म एउटा प्राण के त एउटा बाचा लिएकी छु। जुन अहिले सुशीला आमाले जति पनि चुनावलाई गर्छु र चुनाव गरेरै झार्छु भनेर अडोट लिनुभएको थियो। उहाँले यत्रो सक्सेस गरेर गरिदिनु भएको छ। यसको लागि त म यति धेरै खुसी छु। नारीले पनि यति ठुलो काम गर्नुभयो। यदि त्यही ठाउँमा पुरुषले भएको रहेछ भने पनि पुरुषले गर्न सक्थेन होला जस्तो लागिरहेछ है। अब त्यो भगवान्ले जानुहोस् कि त भगवान् जान्नुहुन्छ कि त उहाँहरू आफै जान्नुहुन्छ। त्यसैले आज सबै नारी दिवसहरूलाई ह्याप्पी नारी दिवस भन्न चाहन्छु। र अब पुरुषहरूलाई पनि आजकै दिनदेखि म एउटा भन्न चाहन्छु कि हजुरको घरमा दिदी बहिनी श्रीमान के अरे श्रीमती हुनुहुन्छ श्रीमान होइन श्रीमती हुनुहुन्छ आमा हुनुहुन्छ भने उहाँहरूलाई सम्मान गर्नुहोस् र उहाँहरूलाई पनि आफूले गर्छु भनेको काम चाहिँ गर्न दिनुहोस्। र अहिले पनि म जति पनि अहिले यहाँनिर यसरी हिँडिरहेको छु जुन मेरो आफ्नो श्रीमानले गर्दा हो। मेरो श्रीमानले मलाई हरेकचोटि सपोर्ट दिनुहुन्छ। हरेक दुःख पर्दाखेरि मलाई के हुन्छ सक्छौ तिमीले गर मैले बचाएर दिइरहेको छु मैले यस्तो गरिरहेको छु भनेर भनिदिनुहुन्छ। मलाई यति धेरै खुसी लाग्छ। मेरो श्रीमान मेरो बच्चा प्रति म यति गर्वान्वित। सायद म अरू कोहीसँग बिहा गरेको भए यस्तो अवस्थामा कुनै पनि केटाहरूसँग टक्कर लिएर म हिँड्न सक्थेन होला सायद है।
मैले यस्तो सोध्छु, कहिले कहिले एक्लै बस्दा सोध्छु क्या, हरेक केटाले के गर्छ, आफूलाई डोमिनेसन गर्न खोज्छ है। यानि म यहाँबाट 1 वर्षको लागि बाहिर जाँदाखेरि पनि जुन चाहिँ मेरो मैले चाहिँ म अर्को डेटमा गएको थियो भने म अहिले अर्कोमा गएको थियो, त्यो बेलामा के हुन्छ, लेडिज है राति अबेरसम्म गर्नुपर्छ, सक्दैन भन्ने गर्थ्यो कि। तर मैले त्यसको लागि प्रमाणित गरेर देखाएँ, त्यसमा म एकदमै खुसी छु, एकदमै धेरै खुसी छु। मेरो श्रीमानले सक्छ, तिमीले गर 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 भनेर नै हो है। हरेकले चाहिँ के हुन्छ, मेरो श्रीमान जस्तै सपोर्ट दिने होइन, सहयोग गर्ने होस्। पैसा मात्र ठुलो कुरा होइन, एउटा बोली वचनदेखि लिएर रेस्पेक्टदेखि लिएर एकदम हरेक कुरा चाहिँ के हुनुपर्छ, मेरो श्रीमानले जस्तै गरोस् भन्ने म चाहिँ के छ र आभारी छु होइन। मेरो आफ्नो घर परिवारले श्रीमानले मलाई चाहिँ यतिसम्म नगरिदिएको भए सायद मैले जागिर खाने थिएन होला भन्ने सोच्छु म हरेकचोटि होइन। त्यही भएको कारणले मेरो श्रीमान जस्तो सबैले सपोर्ट गरोस्, सबैले हौसला दियोस्, माया गरोस्, सम्मान गरोस्, गर गर भन्नुहोस् होइन। यो नै छ। आज सबैहरूलाई नारी दिवसको हार्दिक हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। हस् त, यदि तपाईँहरूलाई पनि यसमा केही पनि उत्यो छ भने तपाईँहरूलाई के अरे यसमा कुनै पनि कमजोरी जस्तो लाग्यो भने प्लिज आफ्नै बहिनी सम्झेर चाहिँ सहयोग गर्नु होला है त। धन्यवाद, बाई।